आजको भ्लगमा चाहिँ हामी चौरा आएका छौँ। यतापट्टि आज यस्तो मौसम, यतापट्टिको घाम यस्तो राम्रो भएको हो हैन। यतापट्टि आएर म तपाईँले भ्यू देखाइदिन्छ। खुट्टा ठोकिन्छ अब त। यताबाट लेक साइड देखिन्छ हैन। ठाउँ राम्रो छ आउनलाई, घुम्नलाई। सुर्खेत तल हैन। अनि सबैजना आएको छौँ आज हामी यहाँ घुम्न। यता मम्मी दिदी भ्लग बनाएको गाइजहरू होइन साथीहरू। यस्तो ग्राउन्डमा चाहिँ हामी फुटबल खेल्छौँ। फुटबल, भलिबल, ब्याडमिन्टनहरू। यता फोटो खिच्ने ठाउँ पनि छ होइन। एउटा चाहिँ उठ्यो पोइन्ट भयो फोटो खिच्ने ठाउँ। एउटा फोटो यतापट्टि छ, यतापट्टि छ, त्यतापट्टि छैन। यता मम्मी मम्मी पनि यता आज यत्तिको टुलमा स्कुट लिएर आउने भनेको स्कुट लिएर आइएन। म साइकल लिएर आऊ। साइकल चाहिँ यता दिदीले चलाउँदै हुनुहुन्छ। अब एकछिनपछि म तपाईँले चलाउँदा साइकल उलीहरू हानेर देखाइदिन्छु, हेरिदिनु होला होइन। अब एकछिनपछि भेटौँला ठान्त बाटो। होइन हामी अब एकछिन बसियो, फोटोहरू खिच्यो होइन। अझै म उलीहरू हानेर देखाइदिन्छु तपाईँले, हेरिदिनु होला एकछिनमा। त्यति वर्ष चाहिँ हामी अब यत्तिकै भ्यू हेरेर बस्छौँ होइन। उतापट्टि यतापट्टि सरङकोटको भ्यू हो होइन। यतापट्टि चाहिँ हामी अस्ति गएको ठाउँको यतापट्टि चाहिँ म देखाइदिन्छु होइन। हामी गएको ठाउँ अहिले त हामी यता पर राम्रो देखियो ठाउँ पनि। यताबाट बोर्ड पनि राम्रो देखियो, सरङकोटको भ्यू पो राम्रो देखियो नि यताबाट। यहाँ डाल जाउँ भन्न मिल्दैन, सायद त्यो ठाउँ चाहिँ राम्रो देखियो। अब एकछिनमा म एकछिन खिच्पछि म उहिले हान्दा देखाएको नि बिग्रियो छ। हेर्नु भयो होला होइन तपाईँहरू पनि कस्तो गयो उहिलेहरू होइन। अब आधी साइकल चाहिँ अब यस्तो हो, साइकलको हालत ल हेर्नु ल। साइकल आज खतरा साइकल आज यस्तो। यतापट्टि यताबाट फोटो क्लिक हान्न मिल्छ। यता हान्नु यताको साइड राम्रो होइन साइकलको हालत। यता चाहिँ गियर भयो 3x7 को गियर सेटअप। अहिलेको लागि यति होइन। अहिले अरू केही भयो नि म तपाईँलाई देखाइदिन्छु होइन। ल त्यो होइन म चाहिँ अब फाइनली घर आइसकेँ। आज त्यतिको भ्लग होइन, त्यति भयो होइन। म सोचेको थिएँ भिडियो चाहिँ राम्रो भयो होला होइन। राम्रो भयो, लाइक सब्सक्राइब सेयर गरिदिनु होला। आजको लागि यति।